हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। अनि आजको यो भिडियोमा चाहिँ म स्पोन्सरसिपको कुरा गर्ने प्लानमा छु। अनि सुरुमा त अब यो तिहारकै कुरा गरौँ होला। तिहार सबैजनाको रमाइलै भयो होला होइन, मेरो पनि रमाइलै भयो। अनि यसपालि लङ राइड चाहिँ कतै पनि गइनँ म बाइक लिएर यो दसैँ तिहारको टाइममा। जाने प्लान त थियो तर अलिकति टाइमले त्यस्तै भएर जानै पाइएन। त्यो चाहिँ अलिक मजा आइरहेको छैन। ठिक छ, कुनै दिन मिलाएर अब जान्छु। अनि अब सुरुमा बाइकलाई वार्मअप गरौँ है, त्यसपछि अनि कुदाउँछु बाइक अनि भन्छु म के कस्तो हो भनेर। मैले चाहिँ मेरो च्यानलमा धेरै पछि एउटा स्पोन्सर पाएको छु। अनि त्यसको नाम हो dancer.com। अनि यो चाहिँ कस्तो भन्दाखेरि हामीले यो भिडियोहरू एडिट गर्दाखेरि युज हुने टुल्स हो। यो चाहिँ राम्रो छ जे होस्, मैले पनि त्यस्तो धेरै चलाएको त छैन तर जतिसम्म चलाएको छु त्यति चाहिँ मलाई राम्रै लागेको छ यसले दिने त्यो फिचरहरू। अनि यसबाट आउने आउटपुटहरू चाहिँ राम्रो छ। यदि कसैले युज गर्न चाहनुहुन्छ भने dancer.com है। अनि त्यो म यो भिडियोको डिस्क्रिप्सनमा पनि राखिदिन्छु, एकचोटि सबैजनाले चेक गर्नु होला। अनि अब पेमेन्टको कुरा चाहिँ के हो भन्दाखेरि अब अहिलेसम्म त आइसकेको छैन होइन। मैले अब त्यसको लागि भनेर त्यसरी भिडियो बनाएर पनि पोस्ट गरेको छुइनँ। अनि यो चाहिँ मलाई दसैँभन्दा अगाडि नै आएको थियो अफर। अनि मैले चाहिँ अब यो कन्ट्र्याक्ट एक्सेप्ट गरेको छुइनँ अहिलेसम्म। अनि म यो अब 1-2 दिनमा चाहिँ त्यो एक्सेप्ट गरेर पठाउँछु इमेल। अनि त्यसपछि यो कन्टेन्ट पनि हाल्छु म, अहिले चाहिँ म हालिहाल्दिनँ। अनि पेमेन्टको कुराहरू पनि म पछि अब गर्दै जान्छु के कस्तो हुन्छ होइन। अनि के कति आउने रहेछ, के कस्तो रेस्पोन्स हुन्छ त्यो पनि म सबै भन्नेछु। अनि खासमा यो मैले खोजेर भेटेको चाहिँ होइन, यो चाहिँ अब उनीहरूले नै मेरो इमेलबाट मलाई कन्ट्याक्ट गर्नुभएको थियो। अनि त्यो देख्दाखेरि चाहिँ खुसी लाग्यो आफूलाई। च्यानलमा मेरो त्यति धेरै सब्सक्राइबर र भ्युज छैन, त्यही पनि पोजिटिभ रेस्पोन्स ग्रो हुँदा हुँदै आइरहेको छ भन्दाखेरि चाहिँ खुसी लाग्दो रहेछ। अनि अब यो टुल पनि अलिक मजाले चलाउन सिक्नुपर्ने छ, टाइमै मिलिरहेको छैन। अब अफिस लागिहाल्यो। मेन भनेको यो दसैँ तिहारको टाइममा सिक्नुपर्ने थियो बिदामा। हल्का फुल्का चाहिँ चलाउन सिकेको छु, त्यस्तो एडभान्स तरिकाले त छैन होइन। अब यो चाहिँ हाम्रो डिफ्रेन्ट प्लेटफर्ममा काम गर्न सकिन्छ। जस्तै अब हामीले दाभिन्चीमा नि चलाउन सकियो। अनि अरू भनेको भिडियो एडिटिङ टुल्सहरू लगभग यसले ठुल्ठुलैमा सपोर्ट गर्छ, राम्रै काम गर्छ यसले। अनि अब मेन काम भनेको चाहिँ कलर ग्रेडियन्टहरूको लागि हो यो। अनि बेसिक चिजहरू चलाउँदाखेरि पनि मजा आइरहेको थियो मलाई चाहिँ। त्यो जे पाएँ त्यो थिएन। अनि अब यदि कोही ट्राई गर्न चाहनुहुन्छ र कसैले किन्न खोज्दै हुनुहुन्छ भने चाहिँ मेरो प्रोमो कोड युज गर्नुभयो भने 10% डिस्काउन्ट पनि पाउन सक्नुहुन्छ। अनि मेरो प्रोमो कोड चाहिँ के छ भन्दाखेरि डेभलपर रवि 10 छ, DEVELOPER1010। त्यो गर्नुभयो भने चाहिँ 10% डिस्काउन्ट पाउनुहुन्छ। मेन त्यही नै हो, टुलहरू मजाले चलाउन सिकियो भने भिडियो पनि राम्रो आउँछ। अब अहिले चाहिँ मेरो सबै र फुटेजहरू मात्रै छ, प्रायः त्यस्तो एडिट गर्नै भइरहेको पनि छैन। प्लस मसँग त्यो खालको रिसोर्स पनि छैन। अनि त्यही भएर पनि त्यो अलि त्यसमा टाइम इन्भेस्ट गर्न पनि मजा आइरहेको छैन कि अहिले। अनि अब एउटा म्याकबुक अर्को लिने प्लानमा पनि छु म। अब यो भिडियो एडिटिङको लागि भनेर पनि यसो अब फ्री टाइममा चाहिँ दिनको 1 घन्टा जस्तो यसो अब चलाउन थाल्नु पऱ्यो। पहिला त गरिरहेको थिएँ। अब यो प्रोग्रामिङ गर्नुभन्दा अगाडि चाहिँ गरेको थिएँ मैले बेसिक एडिटिङहरू होइन। त्यो त्यस्तो एडिटिङले त पुग्दैन यसलाई होइन, अझै धेरै सिक्नुपर्ने छ। अनि अब यो चिजहरू भनेको चाहिँ सिकेर कहिल्यै नसकिने चिजहरू हो क्या यो चिजहरू चाहिँ। अनि त्यही भएर अब म चाहिँ दिनको त्यही आधी घन्टादेखि 1 घन्टासम्म चाहिँ यो भिडियो एडिटिङमा पनि अलिकति टाइम दिने प्लान गर्दैछु।
अनि अब त्यति त्यो टाइमसम्म चाहिँ मेरो र फुटेज नै आउनेछ च्यानलमा। अलिकति आफूलाई पनि चलाउन मजा आउने भएपछि चाहिँ अनि बल्ल म एडिट गरेर हाल्छु भिडियोहरू। अहिले चाहिँ मेरो यत्तिकै नर्मल अब किन यत्तिकै वेस्ट गर्नु कन्टेन्टलाई, पछि हेर्दा नि यस्तो रमाइलो होस् न भन्ने तरिकाले मैले राखिरहेको मात्र हो। अनि अब त्यही हो। अहिले चाहिँ म यो 7 बाटो आइपुगेँ। यहाँनिरको लाइट चाहिँ अब ट्याक्कै 100 सेकेन्ड छ। अब बिस्तारै जान्छु। अब स्लो बाइक रेस खेले जस्तो गरी जान्छु, बिस्तारै जान्छु। खोइ त भर्खर 70 सेकेन्ड हुँदैछ। ट्याक्कै कुर्नु नपर्ने तरिकाले जाउँ भनेको नसकिने रहेछ। कहाँ 1 मिनटमा यो पल्सर बाइकको अगाडि पुग्नु त। जाममा चाहिँ अब म स्टार्ट अफ गरेरै बस्दिन्छु, किन धेरै बाइकलाई पनि दुःख दिनु। यो गाडीहरूलाई चाहिँ लास्टै धेरै हतार हुने क्या। यो लाइन यस्तरी कोरिदिएको छ, त्यही पनि उनीहरू जबरजस्ती जान खोजिरहेको छन्। एकैचोटि खोलिदिइहाल्छु नि, किन हतार गरेर कुद्नु पर्यो। बेलामा स्पिड कुदाए पनि ट्राफिक रुल्सहरू चाहिँ मजाले फलो गर्नुपर्छ है सबैजनाले। सानो मिस्टेकले गर्दाखेरि आफूलाई गाह्रो हुन्छ पछि। ठाउँ हेरेर स्पिड कुदाउन पाइयो। अब त्यही हो। अब जता पाए त्यतै अब त्यो चेपेर कुदाउने, पेलेर कुदाउने चाहिँ गर्नु भएन। यहाँ चोकमा ट्राफिक नहुँदा नि यही अलिक गाह्रो छ यहाँनिर। अब सबैतिरबाट एकैचोटि आइरहेको हुन्छन्। यसरी ठाउँ हेरेर चाहिँ हामीले कुदाउन पाइयो, तर जथाभावी कुदाउनु चाहिँ भएन है। आफ्नो लिमिटमा कुदाउनु पऱ्यो कुदाउँदाखेरि। अब म लेफ्ट लेनबाटै मात्र चेपेर जान्छु, यहाँ धेरै कुदाउँदिनँ। अगाडि अलिकति अप्ठ्यारो छ, त्यो यताबाट छिर्न आउने बाटो छ। टक्क अहिलेको यो मौसम हेर्दाखेरि चाहिँ लङ टुर जाने खालकै छ क्या। ठ्याक्कै लाएर चिसोमा हुन्छ नि, बाइक कुदाउन नि मजा आउँछ। अनि अहिले हिमालहरू पनि मस्त खोलिएको छ। यदि कसैलाई यो एकान्त कुनाको यातायात अफिस आउनु छ भने चाहिँ अफिसको लोकेसन यहीँनेरि हो है। यो यता लेफ्ट साइडमा देख्न सक्नुहुन्छ व्हाइट कलरको बिल्डिङ, त्यही नै हो यहाँको एकान्त कुनाको अफिस।
यही नै हो है। धेरैजनालाई थाहा नहुन सक्छ। यातायात कार्यालय एकान्त कुना। र म आजको यस भ्लगलाई यहीँनेरि नै एन्ड गर्न चाहन्छु। सबैजनाले हेरेर के कस्तो छ लाइक सेयर एन्ड कमेन्ट गर्न नबिर्सिनु होला। ट्राफिक नभएपछि यही गाह्रो छ क्या, सबैतिरबाट एकैचोटि गुरुर आइदिन्छन्।